मैले पनि टिकटकतिर कतातिर तपाईहरुको बिहानीको सुरुवात कसरी गर्नुभयो, तपाईले बिहानीको सुरुवात केबाट गर्नुहुन्छ भन्ने भिडियोहरु त धेरै देखिरहेको थिएँ। मैले चाहिँ टिकटकतिर कतै पनि भिडियो बनाएको थिइनँ। म चाहिँ बिहानीको सुरुवात योबाट गर्छु। यो मेरो अहिले मैले 3 पात खान्छु दिनमा। म 2टा खाइसकेको छु अनि यो चाहिँ अहिले यहाँ देखाउँदै बाँचिएको छ। यो चाहिँ मैले बिहान खाली पेटमा केही पनि नखाइकन खान्छु। यो चाहिँ अब हो कि हैन मैले पनि सुनेकै भरमा खाएको हो हुन चाहिँ। पत्थर जट्टा भन्दो रहेछ यसलाई चाहिँ। यस्तो चाहिँ मैले एउटा गमलामा रोपेको छु। राम्रो छ, एकदम राम्रो भएर आएको छ। अनि त्यसपछि दिनमा 3वटा पात खान्छु मैले चाहिँ बिहान उठेर। एउटा खाए पनि हुन्थ्यो, अलि सानो पात भएको भएर मैले 3टा खान्छु। पानी खान्छु पहिला 1 गिलास अनि त्यसपछि यो खाने गरेको छु। यसले चाहिँ किडनीमा भएको पत्थरी चाहिँ हटाउँछ रे, स्टोनहरु किडनीमा भएको स्टोनलाई चाहिँ निकाल्छ भनेर चाहिँ मैले खान थालेको छु। मेरो किडनीमा पनि स्टोन देखिएको भएर अनि हो कि हैन रहेछ त, कतिको ठिक हुने रहेछ त भनेर खाँदैछु। यो त्यस्तो नमिठो पनि नहुने रहेछ, अमिलो मिठै हुने रहेछ। अनि त्यसपछि अब यो हेरौँ। म चाहिँ मैले खान थालेको चाहिँ कन्टिन्यू खान थालेको चाहिँ 1.5 महिना भयो। पहिला पनि 1 पात 2 पात चाहिँ खान्थेँ। कन्टिन्यू खान थालेको चाहिँ 1.5 महिना भयो। अब म 3 महिनासम्म खान्छु। 3 महिनापछि गएर हेर्छु मेरो चाहिँ पत्थरी कतिको हटेको रहेछ। यदि हटेको रहेछ भनेदेखि यसले राम्रो काम गर्ने रहेछ भनेर तपाईलाई पनि जानकारी दिनेछु। थ्यांक यू। मिठो हुन्छ, अमिलो हुन्छ। के रे हामी घाँस काट्दाखेरि गाउँमा चरी अमिलो भन्ने झार हुन्थ्यो, त्यो पनि खान्थ्यौं हामीले। घाँस काट्दा अमिलो हुन्थ्यो, त्यस्तै खालको अमिलो हुन्छ, मिठो हुन्छ। तपाईहरुलाई पनि किडनीमा पत्थरी छ भने यो खानुस् भन्छु म। यदि मेरो स्टोन चाहिँ हराएर गएछ भने म अब 1.5 महिना खान्छु अनि त्यसपछि एकचोटी चेकअप गर्छु। यदि हटेको रहेछ भने चाहिँ तपाईहरुलाई पनि खानु भनेर सुझाव दिन्छु। अनि त्यसपछि मेरो युट्युब च्यानललाई सबैले सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। थ्यांक यू। बाइ बाइ। हैव अ गुड डे।